सो हेलो साथीहरू, आज हामी चाहिँ हाम्रो होस्टेलदेखि हैन हाम्रो मार्केटसम्म यात्रा हुनेछ। हाम्रो होस्टेल चाहिँ भइहाल्यो, यहीँ भइहाल्यो हैन। मैले त योभन्दा अगाडिको भिडियो पनि बनाएको थिएँ। त्यसपछि यतातिरको यो बाहिरको साइडहरू हैन, यो त नजिकै यहाँ नजिकै पासार मलम छ। पासार मलम तर यो साइडतिर चाहिँ हैन, तर सानो एरिया धेरै ठुलो पनि हैन। हामी बसेको ठाउँ चाहिँ धेरै ठुलो एरियाहरू पनि हैन, तर पनि धेरै जसो यता चाहिँ यो साइडमा चाहिँ यता लेफ्ट साइडतिर चाहिँ धेरै जसो कम्पनीहरू छ हैन। अब हरियाली त हरियाली छ। भर्खरै अहिले कति अहिले लगभग 10:30 भएर लाग्यो मलेसियाको। अहिले चाहिँ भर्खरै पानी परेको थियो, त्यही भएर आज घाम लागेको छैन। आज हिँड्दै जान पनि सजिलो हुन्छ। सो अलिकति यतातिर चाहिँ हरियाली पनि हाम्रो होस्टेल छेउ त प्रायः बनेको सबै। यतातिर चाहिँ अलिकति कम्पनी छेउछाउतिर पनि अलि हरिया परेको रहेछ। सो अहिले भर्खरै फेरि हाम्रो नयाँ एउटा कम्पनी हाम्रो राइट साइडतिर अलिकति भित्रपट्टि एउटा नयाँ कम्पनी छ सिमानोकै, भर्खरै खोलेको छ। त्यहाँ पनि प्राय यति एरियामा नै धेरै कम्पनीहरू छ क्या। यो चाहिँ यति एरियाहरू, यो अगाडि पासार मलामको एरिया चाहिँ त्यो त होस्टेलहरूको एरिया छ। तर अब यो साइडतिर सबैतिर चाहिँ नि हाम्रो कम्पनीहरू छ। सो देख्न सक्नुहुन्छ आज पानी परेर त धेरै राम्रो छ कि हिँड्दै जानलाई। अब एक्लै त हिँड्न मिल्दैन भन्दा नि अलिक डर हुन्छ हैन। अब त्यही त हो यहाँको अलिकति चोरहरूसँग भन्दा नि पुलिसहरूसँग पनि डराउनु पर्छ र चोरहरू पनि अब यतिको एरियामा हैन हुन्छ। अलिकति यो साइडतिर चाहिँ अब अलिक फोहोरै छ कि, अलिक डस्टबिनहरू पनि धेरै नजिक छैन रहेछ। एरियातिर धेरै अलिक फोहोरै छ। यता बोतल सब फालिरहेछ। र प्रायः जसो अब हामी चाहिँ हाम्रो सबभन्दा नजिकैको मार्केट भनेको चाहिँ यहाँ अगाडिको बङ्गालीको मार्केट छ। त्यहीँबाट हामी चाहिँ यता सामान किनेर आउँछौँ। यतातिर चाहिँ यस्तो खालको छ। यो प्रायः मैले देखाएको छु। यो चाहिँ पहिला मेरो पुरानो भिडियो छ कि यो भिडियो यस्तै हो हैन। मलेसियामा यो प्रायः सबै होस्टेल एरियाहरू छ, मान्छेहरू बसिरहेको। म यहाँनिर विशेष देखाउन खोजेको चाहिँ यहाँ यत्रो एरियामा चाहिँ कति कम्पनी रहेछ हैन, कुन कम्पनीहरू छ र नयाँ बन्ने कम्पनीहरू कति रहेछ भनेर देखाउन लागेको कि। अब यो प्रायः जस्तो सबै तिनीहरूमा सबै होस्टेलै हुन्छ नि, यस्तो सबै यो सबै प्रायः होस्टेल हो। अब यहाँदेखि चाहिँ सबै कम्पनी सुरु हुन्छ कि। यहाँ पनि भ्याकेन्सी खोलिरहेको रहेछ जबको। यो चाहिँ मसिन अपरेटर कम्पनी रहेछ। यो चाहिँ सनराइज भन्ने कम्पनी रहेछ कि, सनराइज कम्पनी हैन। यो एउटा भयो, त्यसपछि फेरि अर्को त्यहाँ छ है, यहीँ अगाडि छ त्यहीँनिर। तर यो एरिया अलिकति शान्त हैन, राम्रो पनि छ। पासार मलम यही हो हाम्रो अगाडिको यतापट्टिको पासार मलम छ। त्यसपछि अब यो सनराइजकै भयो। त्यसपछि यहाँनिर ह्याप्पी होम फुड भन्ने रहेछ एउटा अर्को कम्पनी हो, ह्याप्पी होम फुड भन्ने। यतातिर अलि होटलहरू छ, केही छ हैन। अब विकास भनेको चाहिँ यस्तो कुराहरू हो क्या। अब हाम्रो देशभरि नभएको हैन, पुरै हाम्रो होल देशभरि पनि नभएको पुरै कम्पनीहरू चाहिँ यत्रो सानो एरियामा पनि त्योभन्दा धेरै ठुलो कम्पनीहरू छ कि हैन। यता चाहिँ अलि सफै छ, तर अलिकति अब धेरै जस्तो बङ्गालीहरू बस्छ नि त यो एरियामा। अनि यस्तो टक ठाउँमा डस्टबिनहरू पनि हुन्छ। यो पनि यतिको हुनु पनि ठिकै हो नि हैन। त्यसपछि अर्को आउँछ कि ब्रदर्स भन्ने इन्जिनियर मसिनरी भन्ने एउटा छ। यो भयो, फेरि त्यहाँ छ। त्यसपछि
यो लाइनमै कति 5-6वटा कम्पनीहरू छ। प्रायः जसो कस्तो हुन्छ भन्दाखेरि अब हामीले काम गर्ने कम्पनी चाहिँ सिमानो कम्पनी हो, जहाँ चाहिँ साइकल र बल्छीहरू बन्छ। प्रायः तपाईँलाई थाहै होला होइन, कतिजनालाई सिमानो कम्पनीमा अब प्रायः जसो सबै अब त्यही कम्पनीमा बन्ने भन्ने हुँदैन रहेछ क्या। तर अब धेरैवटा कम्पनीबाट सामानहरू चाहिँ ल्याएर हाम्रो कम्पनीमा चाहिँ मात्र जोड्ने मात्रै काम गर्छ कि, यस्तो खालको हुन्छ। त्यस्तो हुँदो रहेछ। त्यही भएर अब एउटा कम्पनी मेन कम्पनी बन्यो भने शाखा कम्पनीहरू पनि धेरै खोल्ने रहेछ कि। अनि हाम्रो चाहिँ सामानहरू प्रायः जस्तो यिनीहरू कम्पनीबाटै जान्छ क्या। यता भएका कम्पनीहरू हाम्रो त्यहाँनिर एउटा सेङ्कु भन्ने छ, अरू यतातिर त्यो सापकन भन्नेहरू छ। धेरै त्यस्तो कम्पनीहरूबाट चाहिँ हाम्रोमा सामानहरू थोरै यसरी जान्छ क्या। त्यही भएर पनि अब यसरी चल्ने त भइहाल्यो जताततै होइन, जताततै काम भएपछि त। पासार मल्लमा यस्तो भइरहेछ अहिले छैन नि त, बिहान पख। अनि यो पासार मल्लम वरिपरि चाहिँ यत्तिको फोहोर छ क्या। यत्तिको फोहोर चाहिँ नेपाली र बङ्गाली भाषामा जहाँ पनि हुन्छ होइन। सबैलाई नै कम्पनी छ, कति छ यतिमै। योभन्दा तल्लो साइड जुन हामी अर्को साइडबाट हिँड्छौँ त्यो साइडमा झन् अझै कति छ। अरे सानो घरहरू पनि छ, कम्पनी दर्ता भएको रहेछ क्या। सो यत्रो ठाउँमा यति कम्पनी छ भने देशभरिमा कति कम्पनी छ, देश त कहाँ धनी भइहाल्छ नि होइन। हाम्रो मलाई देशैभरि पनि यति कम्पनीहरू छैन होला, यति ठुलो कम्पनीहरू। देश त अनि कसरी धनी होइन। सो गाइस, साथीहरू आज मैले यति नै देखाएँ।